नमस्ते सबैलाई मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ सोमबार वैशाख 22 गते म चाहिँ इटरी हिजो 21 गते आइपुगिसकेको छु। अब म चाहिँ कपाल काट्न जाँदैछु। चिया खाइसक्यो। म चाहिँ आज तपाईहरुलाई इटरीको हल्का भ्रमण गराउने छु। आशा छ हजुरहरूले चाहिँ मन पराएर हेर्दिनु हुनेछ भनेर। त्यही हो। अब यो वैशाख महिना हल्का गर्मी चाहिँ छ। हिजो चाहिँ पानी परिरहेको थियो र शीतलै छ। आज चाहिँ बिहानैबाट चाहिँ घाम लागेको छ र गर्मी नै छ। अब आज म धरान जाने भए पनि म तपाईहरुलाई चाहिँ इटरीको मात्र भिजुअल देखाउने छु। आशा छ हजुरहरूले चाहिँ मन पराएर हेर्दिनु हुनेछ भनेर। एउटा कपाल काट्ने ठाउँ जाँदैछु। यतिखेर चाहिँ म के कसो कपाल काटेपछि म तपाईहरुलाई इटरीको देखाउने छु। आशा छ हेर्नु हुनेछ भनेर। यतिखेर मैले कपाल पनि काटिसकेको छ। यसरी अब म चाहिँ यो इटरी चोकतिर जाँदैछु। त्यसपछि के कसो म हजुरलाई जानकारी गराउँछु। फाइनल्ली म चाहिँ यतिखेर राजमार्ग आइपुगिसकेको छ भित्रबाट। यो चाहिँ ट्याङ्ग्रा खोलाको पुल हो। यहाँबाट चाहिँ पूर्व म चोकबाट अलिकति अगाडि छु ट्याङ्ग्रा खोलामा। योभन्दा अगाडि 200 किलोमिटर अगाडि चाहिँ बुढी खोला पर्छ। बुढी खोलाबाट चाहिँ हामी मोरङ जिल्ला पुग्छौँ। अहिले चाहिँ म सुनसरी जिल्ला छु। सुनसरीको पनि म चाहिँ इटरीमा छु र यो चाहिँ कोशी प्रदेश हो जसको सङ्घीय राजधानी चाहिँ विराटनगर हो। कोशी चाहिँ अहिले विरोध चाहिँ गरिरहेछ पहिचानवादीहरूले यो नाम चाहिँ भएन भनेर। अनि त्यसको अलावा यो चाहिँ एसएन हाइवे चाहिँ विस्तारित भइरहेको छ तर यहाँ चाहिँ छोएको छैन। यो चाहिँ पूर्वदेखि पश्चिमसम्म हुनसक्छ। योभन्दा अगाडि उतातिर जुन मोरङतिर चाहिँ काम भइरहेको छ भने यो चाहिँ मैले भनिहालेँ सुनसरी हो। र अहिले चाहिँ म चोकतिर जाँदैछु। हुन त यो पनि हाइवे बनाउने हिसाबले चाहिँ दायाँ बायाँको रुखहरू चाहिँ काट्यो। नत्र चाहिँ यहाँ चाहिँ एकदम राम्रो यतिखेर चाहिँ पहेँलो फुल्दो रहेछ। शिरीष फुल थियो। म तपाईँहरूलाई त्यो फुल पनि यहाँ अलि अगाडि चाहिँ छ। त्यो ठाउँमा फुलिरहेको म देखाउनेछु। नत्र चाहिँ पहिला चाहिँ यो दायाँ बायाँ मजाले फुलिरहेको हुन्थ्यो यो शिरीष फुल चाहिँ। जसरी यतिखेर काठमाडौँमा चाहिँ पिङ्क कलरको ज्याकान्डो भन्ने फुल सायद नाम ज्याकान्डो हो क्या मजाले फुलेर चाहिँ पिङ्क कलरको बैजनी कलरको देख्न सक्नुहुन्छ। काठमाडौँ ललितपुरतिर चाहिँ रिङ रोडतिर चाहिँ त्यसरी यता चाहिँ शिरीष फुल फुल्थ्यो जुन चाहिँ अहिले बाटो विस्तारको क्रममा चाहिँ काट्यो। यतिखेर चाहिँ म इटरी चोक आइसकेको छु। चोकमा चाहिँ एउटा यो प्रतिमा देख्न सक्नुहुन्छ। सायद यो चाहिँ यो 4 वर्ण 36 जात के भन्छ यसले चाहिँ प्रतिनिधित्व गरेर चाहिँ एउटा चाहिँ धरतीलाई उठाएको जस्तो देखिन्छ। यो चाहिँ चोक हो। यो चाहिँ महेन्द्र राजमार्गको चोक हो। पूर्व पश्चिम उत्तर दक्षिण जान्छ। हामी उत्तर चाहिँ धरान पुगिन्छौँ करिबन 17 किलोमिटर छ भने हामी दक्षिण चाहिँ हामी विराटनगर पुगिन्छौँ करिबन यो चाहिँ 22 किलोमिटर छ। र यता हामी चाहिँ पूर्व जान्छौँ। पूर्व चाहिँ करिबन 90 किलोमिटरमा चाहिँ हामी झापाको काकरभिट्टा जान सकिन्छ। र त्यसै गरी हामी आएको चाहिँ पश्चिम हो। पश्चिमबाट त हामी अब विभिन्न ठाउँ जान सकिन्छ। अब नजिकको ठाउँ भनेको चाहिँ सिरा सप्तरी पुग्न सकिन्छ। यसरी नै हो। र यो चाहिँ बिचको आइल्यान्ड ट्राफिक आइल्यान्ड पनि भनिन्छ। यसरी म चाहिँ अहिले इटरी चोकमा छु। यो चाहिँ चारैतिरको यो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ आगलागी भएको त्यो चैतमा यो चाहिँ बरन्डा सेन्ट्रल प्लाजा हो। सेन्ट्रल प्लाजामा त यो चैतमा आगलागी भएको थियो। सायद बिजुली सर्ट भएर हो क्या। त्यो बेलामा चाहिँ 6-7 जनालाई चाहिँ हेलिकप्टरबाटै चाहिँ उद्धार गरेको थियो। जुन चाहिँ कसरी के आगलागी भयो त्यो चाहिँ थाहा भएन। अहिले चाहिँ सायद बनिसकेको छैन। यो चाहिँ चोकको सेन्ट्रल प्लाजामा आगलागी भएको थियो। फाइनल्ली मैले तपाईँलाई देखाउँछु भनेको चाहिँ यो शिरीषको फुल यही हो। यतिखेर चाहिँ यो वसन्त ऋतुमा चाहिँ हरेक ठाउँमा चाहिँ बोट बिरुवामा चाहिँ नयाँ पालुवाको फुल पनि फुल्छ। त्यसै गरी यो चाहिँ शिरीषको फुल हो। पहिला चाहिँ यो बाटो विस्तार नहुने क्रममा चाहिँ दायाँ बायाँ रुख हुन्थ्यो र मजाले यतिखेर फुलिरहेको हुन्थ्यो। यो चाहिँ शिरीषको फुल। यो शिरीषको फुल कति कुराहरू विकासले चाहिँ विनाश पनि निम्ताउँछ भने जस्तै
यो फुललाई चाहिँ विनाश गर्यो, नत्र पहिला चाहिँ रोडको दायाँ बायाँ मजाले फुलिरहेको चाहिँ भेट्न सकिन्थ्यो। यतिखेर चाहिँ म चोकमा आइपुगिसकेको छु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ सार्वजनिक टोयलेट हो। यो सार्वजनिक टोयलेटमा चाहिँ नगरपालिकाले निःशुल्क रूपमा चाहिँ व्यवस्था गरिदिएको हो। जुन नगरपालिकाले चाहिँ यहाँ विभिन्न व्यक्तिहरूलाई चाहिँ जस्तो काठमाडौँमा बालेले विभिन्न ठाउँमा निःशुल्क शौचालयको व्यवस्था गर्न लागेको छ विभिन्न ठाउँमा, त्यसरी नै यो चाहिँ इटरी नगरपालिकाले चाहिँ उपमहानगरपालिका चाहिँ निःशुल्क गरिदिएको शौचालय हो। यो चाहिँ मैले भनिहालेँ धरान जाने रोड हो। धरान रोड करिबन 17 किलोमिटरमा धरान पुगिन्छ। यो चाहिँ धरानदेखि विराटनगरसम्म विस्तारित भएको छ यो बाटो। त्यसले गर्दा चाहिँ अहिले चाहिँ बेलैमा धरान पुगिन्छ भने बेलैमा चाहिँ इटरीबाट विराटनगर पनि पुगिन्छ। यसरी चाहिँ यो बाटो विस्तार गरेको छ, जुन चाहिँ एसियन हाइवे अन्तर्गतै पर्छ होला सायद, देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ बार नभएको हुनाले चाहिँ यसरी जताबाट मन लाग्छ त्यताबाट बाटो काट्ने सुविधा पनि छ हाम्रो लागि चाहिँ। अब म चाहिँ सातु खान थालेको छु। गर्मी महिनामा चाहिँ विशेष गरी खाइन्छ, जाडो महिनामा भक्का खाइन्छ भने गर्मी महिनामा चाहिँ सातु खाइन्छ। यो प्याज खोर्सानी सबै हालेर बनाइदिनुहोस् न है। अब यो चाहिँ विशेष गरी चनाको पिठो हो। चना पिठो त हो नि है यो। यसरी चाहिँ पानी हालेर चाहिँ मजाले फिटेर बनाइन्छ। अब यो सातु चाहिँ यसले चाहिँ शीतलता दिने रहेछ। हुन्छ अब सातु हाल्नुभयो, यसरी बनाउँदै हुनुहुन्छ। ग्लास यत्रै हो कि योभन्दा ठुलो पनि छ? मैले कता खाँदा वीरगन्जमा खाँदा चाहिँ 2 थरी ग्लास थियो क्या। एउटा योभन्दा यत्रै अनि एउटा चाहिँ योभन्दा ठुलो, त्यहाँदेखि स्टिलको क्या। यो चाहिँ घोलेर तयार भइसकेको छ। यो चाहिँ अब प्याज खोर्सानी हालेर खाने भयो भने चाहिँ प्याज खोर्सानी अनि यो कागती यहाँ हालिरहनु भएको छ उहाँले, जिरे नुन। फाइनल्ली अब मैले चाहिँ खाँदैछु। यो चाहिँ मैले भनिहालेँ चनाको पिठो हो। सातु हो। फाइनल्ली यतिखेर चाहिँ म सङ्गीत चोक आइपुगेको छु। त्यो चाहिँ तिम्रो बाटो छ। सङ्गीत चोकमा चाहिँ एउटा यो प्रतिमा छ। सङ्गीतकै जस्तो सङ्गीतको विभिन्न बाजाहरूको चाहिँ प्रतिनिधित्व गरेर चाहिँ एउटा चोक बनाएको छ। त्यो चोकमा छौँ। अब यो 29 गते चाहिँ बुद्ध जयन्ती साथै उधौली पर्व आइरहेको छ। त्यो बेलामा चाहिँ यहाँ चाहिँ राई लिम्बूहरूले चाहिँ विभिन्न आफ्नो संस्कृति जोगाउनको लागि चाहिँ यहाँ चाहिँ नाच्ने गरिन्छ। त्यो बेलामा चाहिँ राई लिम्बूहरूले आफ्नो विभिन्न बाजाहरू बजाएर चाहिँ नाच्ने गरिन्छ। यो चोकमा पनि सम्भवतः अब 2-4 दिनपछि नाचिनेछ। यो चाहिँ सङ्गीत चोक हो, जुन चाहिँ विभिन्न बाजाहरूलाई चाहिँ प्रतिनिधित्व गरेर चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ विभिन्न बाजाहरूको चाहिँ प्रतिमा बनाएको छ यो उसमा चोकमा। यसरी
विभिन्न बाजाहरूको चाहिँ प्रतिनिधित्व गरेर चाहिँ सङ्गीत चोक चाहिँ नामकरण गरिएको छ। यतिखेर चाहिँ 5 बजिसकेको छ। यो चाहिँ होटेलको छतबाट देखेको दृश्यहरू हो। यतिखेर चाहिँ सम्भवतः यो 2-3 दिन अझै पानी पर्छ अरे विभिन्न ठाउँमा। त्यही भएर पनि अहिले चाहिँ मौसम चाहिँ दिउँसो घाम लागे पनि अहिले चाहिँ धुम्म छ। यसरी चाहिँ टाढा टाढाको चाहिँ हामीले देख्न सकेको छैनौँ। यो सम्भवतः हुनसक्छ यो पानी पर्ने लक्षण हुनसक्छ। हिजो आज चाहिँ 2-4 दिन पानी पर्ने नै भइरहेछ। हिजो म आउँदा पनि पानी परिरहेको थियो र आज चाहिँ घाम लागे पनि सम्भवतः यो अब पानी पर्छ जस्तो छ। पानी पर्यो भने चाहिँ शीतल हुन्छ। आशा छ हजुरहरूले भिडियो चाहिँ हेरिदिनु भएको छ भनेर। अब म हिजै थाहा पाइहाल्नुभयो इटहरी छु। अब चाहिँ म इटहरी धरानतिरको भिडियोहरू चाहिँ हाल्नेछु। आशा छ हजुरहरूलाई पनि धरान इटहरीतिरको कुनै ठाउँतिरको भिजुअल चाहिँ हेर्न मन लाग्छ भन्ने लेख्न सक्नुहुन्छ। म सकेसम्म हजुरहरूलाई चाहिँ त्यो ठाउँ गएर चाहिँ त्यहाँको भिडियोहरू देखाउनेछु। भिडियो मन परेमा सेयर, कमेन्ट, लाइक र सब्सक्राइब गरिदिनु होला भन्दैलाई आज हस्त धन्यवाद।